नमस्कार। पछिल्ला 8 हप्तादेखि हामी सहभागी भइरहेको यो एटीएलएफ कार्यक्रममा सहभागी हुन पाउँदा मेरो यो यात्रा एकदमै अर्थपूर्ण रह्यो। सुरुमा म शिक्षण सिकाइ राम्रो हुनका लागि विद्यार्थीले स्पष्ट रूपमा बुझेका छन्, पाठ्यक्रम समयमा सकिएका छन् र विद्यार्थीले राम्रोसँग उत्तर दिएका छन् भने शिक्षण सिकाइ राम्रै भएको छ भन्ने कुरा बुझ्थे। तर एटीएलएफको यो यात्रापछि मैले बुझेँ विद्यार्थीले सिक्नका लागि हामीले धेरै कुरा बुझेको हुनु पर्दो रहेछ। जस्तै विद्यार्थीहरूले बुझे नबुझेका कुरा, उनीहरूले अभिव्यक्त गरेका कुराहरू, उनीहरूको पाठसँगको रुचि, अनि हाम्रो एक्जिट टिकेट्स भयो, यी सबै कुराको एभिडेन्स हामीले राखेको हुनु पर्दो रहेछ। प्रश्न सजिला वा चुनौतीपूर्ण छन् वा छैनन् भन्ने कुरा पनि एउटा शिक्षकले विचार गर्नु पर्दो रहेछ। प्रश्नको विषयगत रूप कस्तो छ भन्ने कुरा पनि हामीले हेर्नु पर्दो रहेछ। के रिकलिङ मात्रै छ या होइन, प्रश्न साँच्चीकै च्यालेन्जिङ छ र विद्यार्थी सोच्न बाध्य भएका छन् कि छैनन् भन्ने कुरा एउटा राम्रो शिक्षकले राम्रो प्रमाण सङ्कलन गरेर बुझ्न सक्ने कुरा रहेछ। एटीएलएफले सिकाएको अर्को महत्त्वपूर्ण कुरा भनेको विद्यार्थीलाई सोधेका सबै प्रश्नको उत्तर आफैले दिने शिक्षक चाहिँ एउटा असल शिक्षक होइन रहेछ। बरु यसको सट्टा विद्यार्थीलाई प्रश्न गर्न, सोच्न र आफ्नै सिकाइ निर्माण गर्न प्रेरित गर्ने शिक्षक चाहिँ असल। आगामी दिनहरूमा म प्रत्येक कक्षापछि आफ्नो अभ्यासलाई प्रतिबिम्बित गर्नेछु र विद्यार्थीको सक्रिय सहभागिताका साथै उनीहरूको सोचलाई पनि प्रकाश पार्ने हिसाबले काम गर्नेछु र यही कामलाई नै म निरन्तरता दिनेछु।